हेलो गाइस नमस्ते गुड मर्निङ भन्दा पनि आज मेरो निरजको बर्थडे हुनेला छ किनकि आज छ यसको भ्याक्सिन 16 महिनाको आया आज किन हुन्छ भ्याक्सिन मारेर अब पिच्छा छ छैन अब नमस्ते गर्दो अब नमस्ते गर्दो नमस्ते अब आप्पा दो गुड मर्निङ आप्पा दो यहाँ अब्बा बिकु ठान्दै खान्न यी पैछि बिकु ठान्दै खान्न आप्पा दो पहिला अब्बा apa kada cita ya bikin cita mah apa udah na cina please sir kada na apa ma उठे अहिले भर्खर अब म चाहिँ फ्रेसन छु र छिटो गरेर खाना सब्जी पकाएर खाएर निरसले लिएर जान्छ भ्याक्सिन मार्नको लागि म चाहिँ यहाँ बोइलिङ बनाउन आँटेको हो यहाँ आगो जल्दैछ यहाँ मैले कराईमा पानी हालेको छु यहाँ छ बगानबाट फ्रेस टिपेको फर्सीको मुन्टा फारस आलु चाहिँ किनेको है गाइस फर्सीको मुन्टा अनि फारसको बोइलिङ बनाउँछु म हेर्न सक्नुहुन्छ यहाँ ग्यास खत्तम भयो त्यही कारणले चुल्हामा बनाउनु लागेको यो पनि मेरो कुचुलो आइसक्यो चुल्हामा सब्जी पकाउनको लागि हामी मिलेर सब्जी पकाउँदैछौँ बाहिर हेर्न सक्नुहुन्छ यस्तो पानी परिरहेको छ यस्तो चिप्लो भइरहेको छ रस्ता पुरा ए निरसले लसुन खान्छ लसुन कसैको भित्र यति हिम्मत छ लसुन खानुको लागि मेरो निरसको भित्र हिम्मत छ म पनि यस्तो काँचो लसुन खान सक्दिनँ मैले यस्तो खतरा लसुन खान्छु मिठो छ सबै मोमो हाल्दै डल्लै मिठो छ लसुन घन्टी बजे हात हाल्दै धुवा भयो निरज पुरा यस्तो पानी परेको बेला ग्यास पनि खत्तम हुन्छ नि बिजोकमाथि बिजोक हुन्छ हाम्रो लेकिन दाउरा छ टन्नै यसको बाउली चिर लाग्दैछ चिन्ता छैन निरज चिन्ता छैन चल सब्जीमा अब अरू खाने होइन बाबा यो पनि माग्दैछ यत्रो खाने होइन लसुन खाएको राम्रो होइन खराब त्यो पनि थाहा छैन मलाई खाने होइन बाबा अरू भयो धुवा भयो नानी पिरो बसेन थाहा भएन पिरो बसेन ला सुसु गरिदियो सरम छैन पानी परेको टाइममा कति सुसु गरेको मुद्दा पनि सकेकै हो यो पानी परेको टाइममा पेन पनि सुक्दैन खुदिलाको कपडा पनि सुकेको छैन अरू खाने होइन अरू त दिनमा आम नाम गरेर आउँदैन के दिन्न दिन्नमा पानी पर्यो चुल्हा पनि हाम्रो कति दूर छ उता गर्छ हामी यहाँ चुल्हा चाहिँ यस्तो चुल्हा छ हाम्रो हेर्न सक्नुहुन्छ चुल्हामा सब्जी पाकेर आइछ मेरो खाना चाहिँ पाकेर रेडी भइसकेको छ र मैले यहाँ खाना पनि बनाउँछु मेरो बोइलिङ सब्जी अन्त चाहिँ मैले बनाएको छु काँक्राको सलाद अनि यहाँ छ सानो बैगमा अचार आजको नास्ता चाहिँ यस्तै अनि छिटो गर्छु भनेको पनि जति छिटो गर्छु भने पनि देरी नै भइहाल्छ पानी परेको कारणले 10 बजिसकेको छ र हामीलाई चाहिँ 10:30 बजी बोलाएको छ भ्याक्सिन गर्नको लागि अब छिटो खाना खाएर नुहाइ गरेर चाहिँ निस्किनु पर्ने हुन्छ छिटो चाहिँ अब खाना खाइहाल्ने सुन्नुभयो आउनु खाना निक्लाइदियो छिटो चाहिँ अब हामी खाना खाएर निस्किन्छ जति जल्दी गर्छु भने पनि जल्दी त हुँदैन 11 बजेर पार भइसकेको छ हामीलाई 10 बजी बोलाएको थियो र यहाँ छोरा पनि सुतिसकेको छ बिचारा हाम्रो यहाँको रास्ता हेर्न सक्नुहुन्छ यस्तो छ यस्तो रास्ता हेरेपछि कतै निस्किनु मन लाग्दैन लेकिन के गर्नु मजबुरीमा निस्किनै पर्दो रहेछ खुट्टा राख्ने ठाउँ छैन पहिला यो रेल लाइन थियो रेल लाइन निक्लाएर रोड बनाएको यस्तो हुन्छ फेरि पानी पर्ला जस्तो भएको छ लेकिन यति ठुलो पानी आएको छैन नि बर्सातको जस्तो साउन महिनाको जस्तो साउनै झरी चल्यो एकदम बर्सात जस्तो पानी आएको छैन अझसम्म झरझर गाडाङ गरेर प्यार गरेर पानी परिरहेछ खालि सानो
साउने झरी जस्तै यस्तो हावा चल्दैछ हावाको आवाज आउँछ कि आउँछ न हौ साथी हो मलाई त उडाउला उडाउला भइसकेको छ यहाँ छाता पनि एउटै छ है ए खुट्टा पनि कादामा पसेर कच्चा भएको छ हेर्नु सक्नुहुन्छ हामीहरूको बस्तीको फिल पुरा यहाँ के भन्छ नदी भइसक्छ यहाँ पानी परेर पुरा बाटै पुरा चिप्लो भएको छ लेकिन अब यहाँ खुट्टा धुलाउँछु भन्ने टाइममा चाहिँ मैले पानी खोजेर पाउँदिनँ पानी चाहिँ तार 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 परेर पुरा बाटो चिप्लो भएको छ लेकिन अब खुट्टा यस्तो मैला भएको छ मेरो खुट्टा त्यो खुट्टालाई धुलाउँछु भन्ने टाइममा चाहिँ पानी खोजेर मैले पाउँदिनँ यस्तै खुट्टा लिएर म जानुपर्छ अब खै पानी छैन यहाँ एउटा सानो नाला रहेछ पानी गइराखेको रहेछ यसमा चाहिँ पानी छाप्लाक छाप्लाक गरेर धुलाउनु पऱ्यो मेरो नानी जन्मेको पछि फर्स्ट टाइम होला बाउले टिटी मार्नुलाई लिएर जाँदैछ बोकेर कति पालि टिटी मारिसक्यो मलाई जन्मेर 5-6 बार त मारिसक्यो मलाई र यो फर्स्ट टाइम हो बाउ चाहिँ नै छोरालाई बोकेर टिटी मार्नु लिएर जाँदैछ त्यो पनि किन भन्दा पानी परिरहेको थियो ड्युटी छैन त्यही कारणले बाउलाई लिएर हिँडेको सासुले मेरो यो फुलको कलर कति सुन्दर हेर्नुहोस् त आँखामै लाग्यो मेरो त आँखामै लाग्यो नि हो हामी पुग्न लाग्यौँ मेरो नानी दाजु उठेकै छैन है हेर्न सक्नुहुन्छ हाम्रो यहाँबाट यस्तो नजारा हेर्न पाउँछ है कति सुन्दर सुन्दर पानी परिरहेको छ है आएर भ्याक्सिन भएन किनकि निरजको 20 तारिक 16 महिना पुग्छ त्यही कारणले निरज बाँच्यो पापासँग आएर भ्याक्सिन मार्नु परेन निरज भ्याक्सिन मार्नु परेन अब्बाले आउने महिना हुन्छ यसको अझ 9 तारिक 20 तारिक मात्र पुग्छ अरे 16 महिना त्यस कारणले भ्याक्सिन छैन मैले चाहिँ मेरो प्रेसर चेक गरेको यति लो भएछ मेरो पुरा 99 लड्दै पर्दै गर्दै गर्दै कोही सुरत घर आइपुग्यो गाइस यस्तो चिप्लो बाटो यस्तो चिप्लो के भन्नु मेरो खुट्टा त थाता 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 कापिराखेको थियो बाटोमा नाम्दाखेरि त्यसको लागि मैले भिडियो बनाउनु सकिनँ यसलाई बोक्नुपर्ने थियो अनि अलिकति आलु सब्जी बजार गरेको थियो त्यही लिएर आएको थियो त्यही कारणले मोबाइलमा यस्तो गर्नु सकिनँ हामी घर आइपुगेपछि आएर बाउले चाहिँ बिस्कुट खानाउने छन् त्यो छोराको बिस्कुट हो यो चाहिँ आमा बाबाको बिस्कुट हो निरज अब माम खान्छ नि माम खाएर गुनु गुनु गर्छ आज के भन्छ अरे निरजको भ्याक्सिनेसन पनि भएन अब नेक्स्ट मन्थ त्यसको लागि मेरो छोरा मजाले खेलिरहेछ बाई बाई भेरी भेट्यौँ अर्को नेक्स्ट ब्लगमा बाई बाई भन्नु बाई भन्नु बाई बाई भन्नु टाटा छैन डाइरेक्ट के कस्तो लाग्यो राम्रो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला जो नयाँ हुनुहुन्छ च्यानललाई सब्सक्राइब गरिदिनु होला भनिदेऊ न अब बाई